अहिले नदीनाला सुक्दै गए, पानी बबाब हुँदै गयो। आज तपाईँहरूको यो नदी पूजा महान पर्वले नदीनालाको संरक्षण होला, पानी पर्ला त विश्वास छ? ए ल ठिक छ, धन्यवाद दिन चाहन्छु। भरे युट्युबमा भिडियो हेर्नु होला, 180 हेर्नु होला। दर्शक महानुभाव यहाँ हामी भने यताको पनि जोड्न चाहन्छु। समूह हुनुहुन्छ उहाँहरू र जोड्न चाहन्छु। यहाँ साथीहरू हुनुहुन्छ आज कार्यक्रममा। एकैछिन उहाँसँग बोल्न चाहन्छु। हजुर नमस्कार, हजुर कहाँबाट आउनु भएको छ? आज हजारौँको सङ्ख्यामा तपाईँका समुदायहरूको यहाँ डोमुका धाममा उपस्थित रहेको छ। तपाईँको परिचय के हो? हजुर यो पर्व मनाइरहनु भएको छ, कति वर्ष पुग्नुभयो? हजुर 52 वर्ष पुग्नुभयो। डोमुका धाममा हरेक वर्ष आउनुहुन्छ यो पर्व मनाउन। यो पर्वले तपाईँको समुदायमा कतिको, समुदायका हरेक परिवारमा कतिको यो धर्म आस्था विश्वास रहेको छ? यो पर्वबाट के फाइदा हुन्छ? यो पर्व मानिरहँदा तपाईँका गाउँघर समुदायका हरेक व्यक्तिहरूले यो पर्वको अवसरमा सरकारले पनि पूजा दिएको छ। के भन्न चाहनुहुन्छ यति बेला? ल धन्यवाद। भरे हेर्नु होला युट्युबमा भिडियो 87 दाजुमा अर्को दाई हुनुहुन्छ। नमस्कार। नमस्कार। मलाई आज कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। म चाहिँ पतिरबाट हो, म चाहिँ पाहुना हो। आज यहाँ आइपुगेँ होइन, म चाहिँ यहाँ पाहुना हो। तपाईँको परिचय दिनु न। हजुर मेरो लालबहादुर माझी हो। हजुर लालबहादुर माझी हो। म आज पहिलो दिन डोमुखामा आज पहिलो पटक यो डोमुका धाममा आउनु भएको छ। हजुर हजुर डोमुखाको लागि चाहिँ डोमुका धाममा कोशी नदी पूजा मनाउन आइरहँदा यो क्षेत्र जुन तपाईँलाई कस्तो लागिरहेको छ? यो ठाउँ कस्तो लागिरहेको छ? एकदम रमाइलो लाग्यो। पहिलोचोटि आएको रमाइलो लाग्यो। दर्शक महानुभावहरू, म अन्तराली गरिरहेको छु। यो पूजामा सहभागी हुनुभएका स्थानीयहरूसँग जो यो पर्व विशेष मनाउन आउनुभएको छ अगाडि भाइ हुनुहुन्छ। भाइ नमस्कार। तपाईँको परिचय पाउनु। कति पढ्नुहुन्छ? यता हेर्नु न। अनि यो पर्व मनाइरहनु भएको छ। आज हजारौँको सङ्ख्यामा माथि समुदायका आमाबुवा दाजुले दिदीबहिनी उपस्थित रहेको छ। के भन्न चाहनुहुन्छ? के लाग्छ यो नदी पूजा मनाउँदै आउनु भएको छ? यो नदी पूजा भनेको के हो? यो हाँस पूजा हो। हाँसको हुनुहुन्छ हाम्रो माथि समुदायका चेलीबेटीहरू। अबको यो समय उहाँसँग जोड्न चाहन्छु। हजुर नमस्कार। तपाईँको परिचय पाउन। कहाँबाट आउनु भएको? यो आज नदी पर्व तपाईँहरूको ठुलो पर्व धुमधामका साथले मनाइरहनु भएको छ। यो पर्वले आम समुदायमा प्रत्यक्ष नदीनालाको संरक्षण हुन्छ त? पानी पर्छ त अब तपाईँहरूको पूजाले? यो नदी पूजा भनेको के हो? हजुर यो पूजामा कुन देवताको पूजा गर्नुहुन्छ? नदीनालाको पूजा गर्नुहुन्छ। हाँस कुखुराको बलि दिने गर्नुहुन्छ। यो बलि दिएर धर्ममा बलि दिएर फाइदा हुन्छ त? तपाईँहरूको यो परम्परा हो, चल्नु पहिलेदेखि चलिआएको परम्परा हो। यो भावी सन्तानसँग जोगाइराख्नुलाई के गर्नुपर्छ? आगामी आउने पुस्ताहरूको लागि जोगाइराख्न हरेक वर्ष यो पर्व मनाइरहँदा तपाईँको समुदायमा यो धर्मले कतिको जनसमुदायमा फाइदा पुग्नुपर्छ? अनि यो पर्व अरू विशेष के काम गरिन्छ? हजुर
आमुले समाइदिनु भयो भरे 27 गते युट्युबमा हेर्नु होला भिडियो है भाइ आउने यहाँ पुरालाई डोनेसन यहाँ टिका लाउने काम भइरहेको भएको अवस्था रहेको यो पर्व मनाउन आउनु भएको छ यो लडी पूजा हामीहरू कस्तो पूजा हो यो लडी पूजा भनेको चाहिँ हाम्रो माझी जातिको महान पर्व हो हजुर यो चाहिँ पहिलेदेखि नै मान्दै आउनु भएको हो यो नेपालको जाति भयो नि यो पूजा धुमधाम का साथले मनाइरहँदा यो धर्म र आस्था विश्वास गरेको तपाईँको लडी पूजा तपाईँको समुदायको ठुलो पूजा यसबाट तपाईँको समुदायमा कतिको फाइदा मिल्ने गर्छ यसबाट हाम्रो समुदायमा धेरै फाइदा हुन्छ अब यहाँनिर अब हामी धेरै अब आफ्नो मान्छेहरूलाई पनि भेटभाट हुन्छ हजुर जस्तै हामी टाढा टाढाको सबैजना जस्तै एउटा परिवार जस्तै मनाउँछौँ हामी यहाँनिर यो पर्व मनाउन सुरु गर्नुभएको कति वर्ष भयो लगभग धेरै भयो होला होइन हाम्रो भगवान्को होइन धेरै भयो भरे अब हामी थाहा पाउँदैसम्म सल्लाह गर्छौँ है पहिलेदेखि नै मनाउँदै आउनुभएको होला पूजाहरूबाट तपाईँहरूको पर्वको तपाईँहरूलाई शुभकामना तपाईँहरूले सोचेको हरेक कुराहरू पुरा हुन सकुन् भरे युट्युबमा भिडियो हेर्नु होला 87 दशममा धन्यवाद उता पछाडि दिदी आउनु भएको छ